टाटे सिमीको दानालाई कहिलेकाहीँ हामीले बिहान खाजाको रूपमा पनि खान सक्छौँ अनि बेलुका डाइटिङमा हुनुहुन्छ भने खानाको रूपमा पनि खान सक्छौँ। धेरै भुटुन मसला नराखिकन सादा कसरी बनाउँछु हजुरहरूलाई सेयर गर्छु है त। टाटे सिमीको दानालाई रातभरि भिजाइसकेपछि भोलिपल्ट 3-4 पानी पखाल्ने, त्यसपछि चाहिँ एउटा प्रेसर कुकरमा राखेर सिधै पानी राख्ने। यसमा चाहिँ मैले भुट्ने केही पनि गर्दिनँ किनभने एकदमै सादा बनाउँछु। स्वाद अनुसार नुन, अलिकति बेसार, खलमा कुटेको लसुन र अदुवा हाल्दा एकदमै मिठो हुन्छ। अलिकति हाल्ने, धेरै पनि पर्दैन, लगभग 1 चम्चा जति। घिउ राख्ने, यसले चाहिँ स्वाद पनि बास्ना पनि एकदमै मिठो आउँछ। मैले प्रेसर कुकरको बिर्को लगाएँ। अब मिडियम हिटमा 3 सिटी जति लगाउने। यो टाटे सिमीको दाना चाहिँ पटपट फुटोस् तर नगलोस्। यदि हजुरहरूलाई गलेको मनपर्छ भने चाहिँ 4-5 सिटी लगाउन सक्नुहुन्छ। ल हेर्नुहोस् त 3 सिटीमा कस्तो मजाले पाकेको छ। यो दाना फुटेको पनि छैन। यो टाटे सिमीको दाना खाँदा चाहिँ चपाउँदा छुट्टै प्रकारको स्वाद आउँछ। यदि हजुरहरूलाई बच्चाहरूको लागि छ भने चाहिँ मजाले गाल्नु होला। यसलाई खुडियो भने खुडिन्छ पनि। ल हेर्नुहोस् त कस्तो मजाले पाकेको छ। यो स्वास्थ्यको लागि असाध्यै नै राम्रो हुन्छ। हजुरहरूले देखिसक्नु भएको छ। आज चाहिँ मैले एकदमै सादा बनाएकी छु।